नमस्कार, म तीर्थराज खनाल। यति बेला हामी शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 तारपुरानामा यो हाम्रो आफ्नै मौरी फार्ममा छौँ। मसँगै मेरो श्रीमती शोभा, जीवनसाथी शोभा पनि छन् र उनले यो भिडियो खिचिरहेकी छिन्। यति बेला हामीले यहाँ सिरेना मौरी पालिरहेका छौँ। हामीसँग यति बेला 50 घर सिरेना मौरी रहेको छ यहाँ। सँगै यहाँ अहिले तोरीको सिजन छ, तोरी फुलिरहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। र हामीले यति बेला तोरीको मह कतिको हाल्यो मौरीले। र यो आज विशेष गरी माघको 5 गते हामीले के काम गर्नुपर्छ घारमा भनेर आज चाहिँ एउटा घार निरीक्षण गर्दैछौँ। हामी 3 दिन भयो रेगुलर घार निरीक्षण गरेको र आज पनि घार निरीक्षण गर्दैछौँ। म हजुरहरूलाई त्यो घार, मौरीको घार कसरी निरीक्षण गर्ने भन्ने विषय यहाँलाई देखाउन गइरहेको छु। हेर्नु होला है त। ल, हामीले अब यो घार चाहिँ निरीक्षण गर्दैछौँ है। यो कति नम्बर घार रहेछ? नम्बर अहिले हेरौँला केही भएन होइन। यो 42 नम्बर घार रहेछ। यो मैले जानकारी दिएको है। माकुरा आएर रहेछ। यसलाई चाहिँ यसले चाहिँ ठिक भयो। यो चाहिँ हामीले फिडर हामीले खुवाउनको लागि राखेका थियौँ। अब यो चाहिँ सिजन, अब खुवाउने सिजन सकियो। अहिले मजाले घाम लागेको छ, तोरी फुलेको छ, त्यो सिजन खुलेको बेलामा अब यो चाहिँ आवश्यक पर्दैन। यसलाई चाहिँ ह्याप टुल भन्छ। यो हामीले चाहिँ घरमा काम गर्न चाहिँ प्रयोग गर्ने टुल भएको हुनाले ह्याप टुल भन्छ। अब यहाँ चाहिँ 10 फ्रेम छ। यसमा चाहिँ 10वटा फ्रेममा अब कुन कस्तो फ्रेम छ एकचोटि हेरौँ है। यसलाई निरीक्षण गरौँ है त। ल हेर्नु त, यो चाहिँ यहाँसम्म काम गरेर आइपुगेको छैन। यो चाहिँ अलिकति नेक्टर छ, घर अलिकति फोहोर छ, धेरै फोहोर छैन। अस्ति भर्खर मङ्सिरमा मह काटेको हो। हेर्नुहोस् है, यसमा भर्खर अलिकति मह र अलिकति पोलनहरू ल्याउन सुरु गरेको छ। ल, यसमा बच्चा टन्न छ, लार्भा, प्युपा, कुट छ, नेक्टर रस पनि ल्याएको छ। मह चाहिँ सिल गर्न बाँकी छ। यसमा चाहिँ मह सिल गरिसकेको छ, बच्चा छ, पोलन छ, घार राम्रै छ। हेरौँ है यसमा। यसमा पनि मह छ, बच्चा छ, पोलन छ। मैले हजुरलाई रानी पनि देखाउन खोजिरहेको थिएँ। यहाँ रानी देखिएको छैन। क्विन देखियो भने म तपाईँहरूलाई देखाउने छु। यसमा पनि मह छ, पुर छ, बच्चाहरू छ। यसमा चाहिँ 1 दिने 3 दिने अन्डाहरू पनि छ। भनेपछि घार राम्रो छ,
यो घर मौरी पनि टन्न छ, सिजन पनि खुल्या छ। सुपर चढाउने बेला हुँदैछ, अझै एक फ्रेम काम गर्न बाँकी छ। एक फ्रेम काम पछाडि चाहिँ यो कति नम्बर 42 नम्बर घरलाई चाहिँ अनि सुपर चढाउनु पर्ने देखिन्छ। अहिले यसलाई चाहिँ यहाँ राखौँ, किनभने रानीले अन्डा पार्नको लागि धेरै ठाउँ खाली छैन, धेरै मह बोकेको छ। त्यसैले अब यो चाहिँ रानीलाई अन्डा पार्नको लागि यो काम गर्न सक्छ। यताबाट काम गर्दै गएको छ, अब यहाँ चाहिँ काम गरेर पुगिसकेको छैन। त्यसैले यसलाई अहिले सुपर दिइराख्नु परेन। हामीले फिडर राख्नको लागि सुपर दिएका थियौँ, अब फिडर चाहिँ झिक्नु पर्ने, अब झिक्ने बेला भएको हुनाले चाहिँ अहिले चाहिँ त्यसलाई अब सुपर दिइराख्नु परेन। ल यसको काम चाहिँ सकियो है अहिलेलाई। ल भिडियो हेर्नुभएकोमा धन्यवाद।